एपिसोड 1 को स्टार्टिङमा हामीलाई एउटा केटा आफ्नो सपनामा रस्सीमा खुट्टा टेकेर हिँड्न खोजेको देखिन्छ, जसबाट उसले आफ्नो लाइफमा ब्यालेन्स मेन्टेन गर्न खोजिरहेको कुरा हामी अन्दाजा लगाउन सक्छौँ। तर उसको सराउन्डिङ्सका मान्छेले उसलाई डिमोटिभेट गरेर उसको ब्यालेन्स बिगार्न खोज्दै हुन्छन् र ऊ फेरि फाइट गर्न थाल्यो। उसलाई त कसैले मन पराउनन्, उसलाई हेरेपछि त मान्छेहरू ऊबाट पर नै बस्नु ठिक हुन्छ। उसको कपाल र आँखा पनि अजिब छ, ऊ एउटा कर्स जस्तै छ र बेकार छ भन्दै हुन्छन्। यी सबै कुराले अब यो केटाको ब्यालेन्स बिग्रिन्छ र ऊ तल झर्छ र यति बेलै उसको यहाँ निद्रा पनि खुल्छ। तर ऊ अति नै रिसाएको हुन्छ र सहरमा डुल्न जान्छ। उसले मनमा नै मलाई स्ट्रङ मान्छे अति मन पर्ने गर्छन् र कमजोरलाई त म देखि सहन सक्दैन भन्छ। यति बेलै ग्याङको एउटा केटाले एउटा केटीलाई जिस्काउँदै हामीसँग कतै जाने र केही गर्ने विचार छ र भन्दै हुन्छन्। केटीले मलाई तिमीहरूलाई यो अन्डाले हान्ने विचार छ, तर म यी पैसा परेको अन्डालाई बिगार्न चाहन्न भन्दै हुन्छ। यति बेलै त्यो केटाले त्यो केटीको हात समाउँछ, जसले गर्दा त्यो केटीको हात दुखिरहेको हुन्छ। अब यो केटा साकुराले मलाई ती कमजोर केटाहरूसँग रिस उठ्छ जसले आफूलाई स्ट्रङ सोच्ने गर्छन् भन्छ र त्यो केटाको काँधमा हात राख्दै बिहान बिहान यस्तो काम गर्न बेकार लाग्दैन र भन्छ। त्यो केटा अब यहाँ रिसाउँदै तँलाई के मतलब भयो त भन्दै साकुरालाई पञ्च हान्न थाल्छ। तर साकुराले उसको अट्याकबाट बचेर ती सबैलाई नराम्ररी कुट्न थाल्छ र कुटेपछि त्यो केटालाई आखिर तँ जस्तो घोचुले मलाई जित्छु भनेर कसरी सोच्छस्? अबबाट मेरो नाम र फेस दिमागमा फिट गर्नु, कमजोर केटाहरूलाई मबाट पर बस्न भन्नु र स्ट्रङ केटाहरू भएमा उनीहरूलाई मसँग फाइट गर्न खोज्दै आउन भन्नु। मेरो नाम साकुरा हारुका हो र म फुरिन हाईमा पढ्ने गर्छु भनेर ऊ त्यहाँबाट जान लाउँछ। तर यति बेलै त्यो केटीले साकुरालाई रोकेर थ्याङ्क यू भन्छ, जुन कुरा साकुराको लागि हल्का नयाँ थियो। सो ऊ यहाँ लजाएर रात्तै हुन्छ र पछि चिचाउँदै यो सबै मैले तिमीलाई बचाउन गरेको होइन, बस तिनी केटाहरूले मेरो दिमाग खराब गरिदिएका थिए भन्छ। त्यो केटीले के तिमीलाई भोक लागेर यति चिचाउँदै छौ र भन्छ। तर साकुराले मनाइ गरिदिन्छ। तर हामी देख्छौँ कि ऊ त्यो केटीसँग उसको रेस्टुरेन्टमा जान्छ र त्यो केटीले उसलाई एउटा डिस खान दिन्छ। यो केटीले सो यसको मतलब तिमी यो टाउनको होइनौ, सो त्यही भएर तिमीलाई मैले आजभन्दा पहिला यहाँ कहिले देखेकी थिइनँ। खासमा यो टाउनमा रियरली मात्र बाहिरबाट केही मान्छेहरू आउने गर्छन् भन्छ। कि तिमी मलाई हल्का अजिब मान्छे भन्न खोज्दैछौ क्या हो? होइन होइन, तिमीलाई अजिब भन्न खोजेको होइन। आजकल यहाँ ग्याङहरूले दुःख दिन थालेको छन् र पब्लिक सेफ्टी पनि कम भएको छ। नर्मल मान्छेहरू यो ठाउँभन्दा परै बस्ने गर्छन्, तर म नि यहाँ आएको नयाँ हो। मेरो नाम ताचिबाना कोटोहा हो, तिमीलाई भेटेर राम्रो लाग्यो भन्छ। साकुराले मनमा नै आखिर यो केटी यति फ्रेन्डली किन हुँदैछ? मैले भर्खरै 5 जनालाई कुटेको थिएँ, अरू मान्छेले मलाई यस्तो गरेको देखेको भए मबाट डराउँथे, तर ऊ चाहिँ यस्तो किन रियाक्ट गर्दैछ सोच्छे। ताचिबानाले साकुरालाई के तिमी खाना खाँदैनौ, कि तिमीलाई राइस अमलेट मन पर्दैन र भन्छ। साकुराले त्यस्तो होइन, हेर म खाँदैछु भन्छ र यहाँ उसलाई यो अति मन पर्छ र उसले ताचिबानालाई के हामीले यसलाई यहाँबाट टेक अफ गर्न सक्छौ भन्छ। तिम्रो मतलब टेक आउट भन्न खोज्या हो? नाइ नाइ, त्यो यहाँ हुँदैन, त्यो कुरा अहिलेलाई छोड। बाइ द वे, तिमी त साँच्चै युनिक देखिन्छौ त। तिम्रो कपालबाट लिएर आँखासम्म यसको दुईटै साइड फरक कलरको छ। के तिमीले यसलाई कलर गरेको हो र भन्छ। के तिमीलाई यसबाट प्रब्लम छ र? होइन के, तर तिम्रो आँखा त गुच्छा जस्तै छन्, के आँखा यस्तो नि हुन्छन्? आखिर तिमी के भन्न चाहन्छौ? धेरै मान्छेलाई मेरो यो लुकबाट किन प्रब्लम हुन्छ, अनि झन् उनीहरूले मलाई यो चेन्ज गर्न किन भन्छन्, तर मैले आफ्नो जिन्दगीमा यो भन्दा नि नराम्रो अजिब सिचुएसनहरू देखेको छु भन्छ। ताचिबानाले कहीँ यो त्यही कारणले गर्दा त होइन भन्छ। साकुराले फाइटमा लुक्स म्याटर गर्दैन, सो त्यही भएर म फुरेन आएको। फुरेनको पढाइको रिजल्ट बेकार भए पनि त्यहाँ बेस्ट फाइटरहरू छन्, त्यहाँ धेरै समय लडाइँ हुने गर्छ र त्यसबाट फाइटमा को बेस्ट छ थाहा हुने गर्छ गरे, र त्यही भएर नै म यहाँ आएको, ताकि म त्यहाँको सबैभन्दा टप गुन्डा बन्न सक्नेछु भनेर भन्छ। ताचिबाना कोटोहाले कहीँ तिमी धेरै ठुला ठुला सपना त देखिरहेको छैनौ र भन्छ। साकुराले मेरो पढाइमा त दिमाग नै चल्दैन र म फाइटमा मात्र राम्रो छु, सो आफै भन, फाइटमा नम्बर 1 हुनुभन्दा म अरू के नै गर्न सक्छु र भन्छ। ताचिबाना कोटोहाले लाग्छ तिमी यो कुराको लागि धेरै एक्साइटेड छौ जस्तो छ, सो पहिलेबाट स्कुल युनिफर्ममा छौ, जबकि स्कुल त भोलिबाट बल्ल स्टार्ट हुँदैछ भन्छ। यस्तो केही होइन, मसँग अरू कुनै कपडा नै नभएर हो। साकुराले होइन के, तिमी साँच्चै यो कुरालाई लिएर के लड्न चाहन्छौ भन्छ। यति बेलै एउटा बुढो मान्छेले कोटोहालाई खानाको लागि थ्याङ्क यू भनेर जान लाउँछ। कोटोहाले तपाईँलाई देखेर धेरै धेरै खुसी लाग्यो मिस्टर यामा, सो ख्याल गरेर घर जानु है भन्छ। यति बेलै साकुरा त्यहाँ आएर ओए बुढोबा, तपाईँले यो आफ्नो ब्यागलाई त्यहाँ भुल्नु भएको थियो भन्छ। बुढोबाले धेरै धेरै धन्यवाद बाबु, आजकल म धेरै भुलक्कड भएको छु भन्दै बुढोबा त्यहाँबाट जानुहुन्छ। अब कोटोहाले साकुरालाई केही टफी दिँदै यो त्यही बुढोबाले तिमीले उहाँको सामान फर्काएकोले गर्दा दिनुभएको, त्यो उहाँको नातिहरूको लागि उहाँले किनेको गिफ्ट थियो गरे भन्छ। साकुरा यो सुनेर लजाउन थाल्छ। कोटोहाले के भयो भन्छ। साकुराले चुप लाग, मलाई त यो सारा टाउन नै पागल छ जस्तो लाग्दैछ, म अति अजिब देखिन्छु अनि म गुन्डा पढ्ने स्कुलमा पढ्ने गर्छु, सो त्यसो भए किन तिमीहरू मलाई थ्याङ्क यू भन्दैछौ? कति मान्छेले त मलाई देख्ने बित्तिकै मबाट पर जाने गर्छन् र झन् मैले उनीहरूको खसेको पर्स उठाएर दिएँ भने पनि म
मैले नै चोरेको भनेर आरोप लगाउने गर्छन्। तिमी नै एकचोटि चेक गरिहाल, कहीँ मैले तिम्रो नि केही त चोरेको छैन नि भन्छ। कोटोहाले के तिमी मान्छेहरूले तिमीलाई विश्वास गरून् भन्ने नि चाहन्छौ कि के त? त्यही नि तिमीले फुरेन हाई स्कुल रोजेर ठिक गर्यौ, तर तिमी त्यहाँ टप गुण्डा बन्न सक्ने छैनौ। तिमी अहिले जस्तो छौ त्यो हिसाबमा त तिमीले त्यहाँ गएर अहिले कसैलाई नि हराउन सक्ने छैनौ भन्छे। साकुरा रिसाउँदै चुप लाग, तिमीलाई म कति स्ट्रङ छु भनेर कहाँ थाहा छ र भन्छ। कोटोहाले तिमी जति नै स्ट्रङ भए पनि तिमी फुरेनमा टप गुण्डा बन्न सक्ने छैनौ, किनकि तिमी एक्लो छौ भन्छे। साकुरालाई यहाँ रिस उठ्छ र उसले मलाई जित्नको लागि मान्छेको ग्रुप चाहिन्न भन्छ। कोटोहाले मैले फिजिकल स्ट्रेन्थको कुरा गरिरहेकी छैन, पहिला तिमी गएर फुरेनका केटाहरूलाई भेट भनेर म सल्लाह दिन्छु, अनि तिमीले मैले भनिरहेको कुरा बुझ्नेछौ भन्छे। अब यता त्यही हामी साकुराले कुटेका केटाहरूलाई देख्छौँ, जसले अझै पनि अरू केटाहरूलाई लिएर त्यो ठाउँमा आएर त्यहाँ तोडफोड गर्न थाल्छन्, जसले गर्दा सबै डराउँदै हुन्छन् र यति बेला एउटा लेडीले मद्दतको लागि कसैलाई कल लगाउनुहुन्छ। अब साकुरा उनीहरूको अगाडिबाट आउँछ। साकुरालाई देखेर यो केटाले मलाई तिमी हामीसँग आफै आउँछौ जस्तो लागेको थिएन भन्छ, तर साकुरा उसलाई इग्नोर गरेर त्यहाँबाट जान लाउँछ। जुन देखेर त्यो केटाले साकुरालाई रोक्दै कि तिमी मलाई इग्नोर गर्दैछौ, तिमी आफैले मलाई तिम्रो नाम र फेस नभुल भने होइन, सो के यसको मतलब तिमीले मेरो फेस भुलिसक्यौ र? त्यही माथि तिमी जस्तो नौटङ्कीलाई कसले भुल्न सक्छ र? के तिमी कुनै नाटकमा जाँदैछौ क्या? तर रुक एक मिनट, के तिम्रो फेस साँच्चै यस्तो देखिन्छ भन्छ। यति बेला यो केटाको साथीहरूले नि कि यो बिरालो भन्दै म्याउ म्याउ भनेर साकुरालाई जिस्काउन थाल्छन्। यो केटाले साकुरालाई तिमी त साँच्चै धेरै बेकार छौ त भन्छ। यो सुनेर साकुरा मुसुक्क हाँस्छ र सोच्छ कि मैले यस्तै नर्मल रियाक्सन मान्छेहरूबाट एक्सपेक्ट गरिरहेको थिएँ। मान्छेहरू यस्तै गरी मेरो मजाक उडाउने र मबाट निराश हुने गर्छन्, तर मलाई यसले फरक पर्दैन, किनकि मैले मान्छेको यस्तो कुरामा मतलब दिन छोडिसकेँ। म त मेरो केही भ्यालु छ भन्ने कुरामा विश्वास गर्न चाहन्छु। यदि मैले मेरो अगाडि भएको सबैलाई हराइदिए भने मलाई म उनीहरू भन्दा राम्रो छु भन्ने फिल हुनेछ। तर आखिर कोटोहाले म फुरिनको टप गुण्डा बन्न सक्दिनँ भनेर किन भने कि म एक्लो भएर हो सोच्छ। यति बेलै त्यो केटाले तिमीले गलत मान्छेलाई पञ्च हान्यौ बाबु, कुनै ग्याङले आफ्नो बोसलाई पञ्च हान्नेलाई छोड्ने गर्दैनन् र अब यो वार हो हामी र फुरेनको बीचमा भन्छ। तर यति बेलै साकुराले उसलाई एउटा जोरदार पञ्च हानेर म मान्छेहरूलाई एभोइड गरिरहेको छैन, यो कुराको कुनै मतलब हुँदैन, किनकि म अजीब देखिन्छु भनेर मलाई थाहा छ, तर मैले तिमीहरूसँग अहिले नै केही गरेको थिएन र म असलियतमा पनि यस्तै छु। जबसम्म म एउटा दामी फाइटर हुनेछु म टपको गुण्डा बन्न सक्नेछु, सो यो हिसाबले म एक्लो भएर यससँग के मतलब हुन्छ त भन्छ र अब एक एक गर्दै ती सबै केटाहरूलाई कुट्न स्टार्ट गरिदिन्छ र सबैलाई कुट्छ। तर पछि उनीहरू सँगै जम्मा भएर उसलाई हमला गरिदिन्छन्, तर पनि साकुराले अझै पनि नडराउँदै उनीहरूलाई हान्दै हुन्छ। अब यहाँ साकुराले सबैलाई ओभर पावर गर्दै हुन्छ र यति बेला एउटा केटा त्यहाँबाट भाग्न थाल्छ। अब यहाँ रेस्टुरेन्ट भित्र भएकी कोटोहाले लडाइँको आवाज सुनेर बाहिर निक्लिन्छ, तर त्यो भागिरहेको केटाले कोटोहाको घाँटीमा चक्कु राख्दै ओइ केटा पछि हट, त्यसमाथि तिमी फुरेनका केटाहरूले हामीले यहाँको मान्छेलाई होस्टेज बनाउँदासम्म केही गर्न सक्दैनौ भन्छ। तर हामी देख्छौँ कि साकुरा त्यही नै रुक्दैन र सबै केटाहरूलाई हान्दै उसँग पुगेर जोरदार किक हानेर उसलाई त्यही लडाइदिन्छ। अब कोटोहाले फेरि साकुरालाई थ्याङ्क यू भन्छे। साकुराले यो चोटि नि मैले यो तिमीलाई बचाउन गरे होइन, यिनीहरूले मलाई रिस उठाएको भएर मैले यो गरेको भन्छ। र यति बेलै साकुराले तिमीहरूले यो फाइटमा चक्कु लिएर आएको मलाई विश्वास लागिरहेको छैन, सो त्यसो भने आऊ राम्ररी लडौ भन्छ। अब यति बेलै एउटा केटाले साकुरालाई पछाडिबाट अट्याक गर्न आउँछ, तर साकुराले लात्ता हानी उसलाई भित्तामा उछिटाइदिन्छ। अब फेरि यिनीहरू सबै अट्याक गर्न आउँछन्, तर साकुराले सबैलाई हान्दै हुन्छ र मनमा नै आफैसँग आखिर म यो केटीलाई किन बचाउँदैछु, मसँग कहिले पनि अरूलाई बचाएको परिणाम राम्रो भएको छैन सोच्छ। यहाँ अब फाइट कन्टिन्यू नै भइरहेको हुन्छ, तर यति बेलै त्यो ग्याङको लिडरले मौका पाउँदा साकुराको खुट्टामा चक्कुले हमला गरिदिन्छ र यही मौकामा अर्को केटाले हमला गर्न थाल्छ, तर साकुरा उबाट बच्छ र अलि पछाडि सर्छ र मनमा नै म त्यही भएर मान्छेहरूलाई बचाउने गर्दिन, आखिर म यहाँ के गर्दैछु सोच्छ। तर यति बेलै त्यो ग्याङको केटाले साकुरालाई अट्याक गर्नै लाग्छ, तर यही पल फुरेन हाईको एउटा स्टुडेन्ट आएर साकुरालाई बचाउँछ र साकुरालाई हेर्दै के तिमी फर्स्ट इयरको हौ, तिमी यहाँ भएकोमा मलाई खुसी लाग्यो, अनि कोटोहा तिमी फेरि आज पनि खतरामा छु नबन्नु भन्छ। र यो केटाले त्यो ग्याङको केटाको ब्याट समाएर उसलाई एक लात्ता हानी त्यही बेहोस गरिदिन्छ र पछि चिच्चाउँदै ओए फोरी केटाहरू तिमीहरूले यो टाउनको अति नराम्रो हालत गरेका छौ, सो के तिमीहरूलाई यसको परिणाम के हुन्छ थाहा छ भन्छ। यति बेलै यो केटाको साथीले मैले त यहाँ धेरै छन् भन्ने सुनेको थिएँ, तर लाग्छ हामी दुईजना मात्रले यिनीहरूलाई जित्छौँ होला भन्छ। साकुरा यता दङ्ग पर्दै आखिर फुरेन हाइकाले मलाई किन बचाउँदैछन् सोच्छ। यहाँ अब एउटा ग्याङको केटाले यो त फुरेनको हिराकी हो भन्छ, अर्कोले यी चारजना मात्र छन्, धेरै डराउनु पर्दैन, चाँडै यिनीहरूलाई हमला गरेर मारौ भन्छ। सो यी सबै मिलेर यी चारजनातिर अट्याक गर्न जान्छन्। यति बेलै हिराकीले मात्सुमोतो, काजी र यानागिडा यी मध्ये कसैलाई पनि एक पाइला नि अघि बढ्न नदिनु भन्छ र अब यी चारजना मिलेर यी ग्याङको सबैलाई नराम्ररी कुट्न थाल्छ। यता यति बेलै एउटा केटाले साकुरालाई हमला गर्न थाल्छ। यहाँ साकुरा आफ्नो चोटले गर्दा हल्लिन सकिरहेको हुँदैन, तर यति बेलै हिराकीले उसलाई बचाउँछ र तिमी चोटिल छौ भने पछि बस भन्छ। साकुराले हिराकीलाई तिमी मेरो बोस हैनौ, त्यसमाथि यी सबै मेरा शिकार हुन् भन्छ। हिराकीले अरे बुद्धु पछि उभिएर बस, नभए हामी तिमीलाई बचाउन सक्ने छैनौ भन्छ र यहाँ यिनीहरूले ग्याङकालाई झन कुट्न थाल्छन् र टाउनका मान्छेले यिनीहरूलाई चियर अप गर्दै हुन्छ। जुन देखेर साकुराले आखिर यहाँ के हुँदैछ भन्छ। यति बेलै कोटोहाले मैले तिमीलाई भनेकी थिएँ होइन, यहाँ ग्याङ्सहरूले निकै तबाही गर्ने गर्छन्, जसले गर्दा पब्लिकको सेफ्टी कम भएको छ, तर यो सबै 2 वर्ष अगाडिसम्मको कुरा मात्र हो, तर त्यसपछि यो टाउन निकै
बदलिसकेको छ र यो सहरलाई चेन्ज गर्ने फुरिनका स्टुडेन्ट्स हो। सुरुमा यिनीहरूले टाउनको इन्ट्रान्समा एउटा नोटिस बोर्ड लगाए। सुरुमा यिनीहरूलाई फुरिनाई भनेर चिनिने गरिन्थ्यो, तर केही समयमा आएर यहाँका मान्छेहरूले यिनीहरूलाई एउटा नयाँ नाम दिए किनकि यिनीहरूले टाउनलाई बचाउन लड्ने गर्छन्। सो यो टाउनका सिल्ड हुन् बोफुरिन यानि वाइन ब्रेकर बन्छे र यति बेलै यहाँ यिनीहरूले ग्याङलाई हराएर सबै मान्छे खुसी हुन्छन् र उनीहरूलाई थ्याङ्क यू भन्दै हुन्छन्। कोटोवाले फुरिन 2 वर्ष अघिसम्म काम नलाग्ने गुण्डाको ठाउँ मात्र थियो। हुन त उनीहरूले अहिले पनि लड्ने गर्छन्, तर उनीहरूलाई अहिले सबैले माया गर्छन् अनि उनीहरूको यहाँ खाँचो छ भन्छे। यहाँ यो देखेर साकुरा रिसाउँदै के यहाँ हिरोको खेल चल्दैछ? उनीहरू यस्तो डरलाग्दो देखेर लड्छन्, तर उनीहरूसँग कोही डराउँदैनन्, बल्कि उनीहरूलाई एक्सेप्ट गरेका छन्। सोच्दै रिसाउँछ। यति बेलै दुईजना पनि साकुरासँग तिमीले दामी गर्यौ बाबु भन्दै आउँछन्। यति बेलै एउटा बुढी आमाले खै तिम्रो खुट्टामा चोट लागेछ, म त्यसलाई ट्रिट गरिदिन्छु भन्नुहुन्छ। तर अहिलेसम्म यस्तो एक्सपिरियन्स नगरेको साकुराले रुक भन्छ। यो देखेर सबै दङ्ग पर्छन्। कोटोहाले साकुरा मैले तिमीलाई एक्लै छौ भनेकी थिएँ, तर म तिमीलाई एकचोटि हेरेर बताउन सक्छु कि तिमी यस्तो भौस् भनेर चाहदैनथ्यौ हैन, तर मलाई लाग्छ यो टाउनका मान्छेलाई तिम्रो खाँचो छ भन्छी। साकुरा रिसाउँदै बकवास गरेर बन्द गर, मलाई कोही चाहिँदैन, म यसमा इन्भल्भ हुन चाहन्न भन्दै चिच्चाउँछ। यति बेलै कोटोहाले त्यसो भए किन तिमीले बुढो बा यामाको ब्याग फर्काइदियौ, किन तिमीले मलाई बचायौ, तिमीले मान्छेहरूमाथि अझै गिभ अप गरेका छैनौ हैन, र तिमीलाई त्यो गर्नु नि पर्दैन, म तिमीबाट पर फर्किरहेकी छैन। सो के अब तिमी मतिर बरु फर्केर नजर जुदाउन ट्राई गर्छौ कि? त्यो गर त, अनि म स्योर छु तिमी पनि तिमीले चाहेको नै बन्न सक्नेछौ भन्छे। यहाँ अब साकुराले उनीहरूलाई हेरेर केही बोल्न सक्दैन र फेरि तल टाउको झुकाउँछ। तर यति बेलै त्यहाँबाट दग्गुर छ र उफ्रिँदै सो डेलिक्वेन्ट्सहरू यहाँ हिरोको रोल खेल्न थाले, म एक्लै पनि फाइट जित्न सक्छु, यो बोफुरिन भन्ने के बकवास हो, यो अति कुल सुनिँदैछ भन्दै त्यही अघिको ग्याङको पछाडि भएको केटालाई के कान्छ र पर उछिटाइदिन्छ। र मनमा नै के यहाँका मान्छेले मलाई अपनाउँछन् त सोच्छ। यहाँ यो हेरेर सबै दङ्ग पर्छन् र पछि कोटोहा स्माइल गर्छ र अब यसरी कसरी एउटा लो ग्रेडको डेलिक्वेन्ट एउटा टाउनको हिरो बन्छ त्यो स्टोरी यहाँबाट स्टार्ट हुनेछ भन्दै एपिसोड 1 यही इन हुन्छ। आई होप तपाईहरुलाई वाइन ब्रेकर एनिमेको एपिसोड 1 राम्रो लाग्यो होला। यदि तपाईहरुले यो एनिमे मैले कन्टिन्यू गरौँ भन्नु चाहनुहुन्छ भने कमेन्टमा वाइन ब्रेकर एपिसोड 2 भनेर पक्कै लेख्नु होला। थ्यांक यू सो मच फर वाचिङ, टेक केयर एन्ड सी यू सुन।